नमस्कार। आज हामी एउटा यस्तो कथा सुनौं जसमा बाल्यकालको चकचक छ, आमाको माया छ अनि ब्रह्माण्डकै सबैभन्दा ठूलो एउटा रहस्य पनि लुकेको छ। सुन्दा कस्तो अनौठो लाग्छ है, तर आजको हाम्रो कथाको सबैभन्दा ठूलो रहस्य हो यही प्रश्नमा लुकेको छ। यो कथाले हामीलाई एउटा यस्तो क्षणमा पुर्याउँछ जहाँ जे असम्भव लाग्छ त्यही सम्भव देखिन्छ। ल अब कल्पना गरौँ, यमुना नदीको किनारमा बसेको एउटा सुन्दर गाउँ गोकुल। त्यही गाउँमा बस्थे एक असाधारण बालक कृष्ण। उनको नीलो रङ र त्यो मनै लोभ्याउने मुस्कान कसको मन पग्लिँदैन थियो होला र, तर जति प्यारा थिए त्यति नै नटखट पनि थिए। अब गोकुल गाईबस्तु र दूध दहीको लागि प्रख्यात थियो र त्यहाँको ताजा माखनको त के कुरा गर्नु। कृष्णलाई त्यो माखन यति मन पर्थ्यो कि उनी आफूलाई रोक्नै सक्दैनथे अनि साथीहरूसँग मिलेर माखन चोर्नु त उनको लागि एउटा रमाइलो खेल जस्तै थियो। तर कृष्णको यो चकचके बानीले बिस्तारै बिस्तारै गाउँभरि नै हल्लीखल्ली मचाउन थाल्यो। अनि एक दिन आजित भएका सबै गोपिनीहरू मिलेर कृष्णकी आमा यशोदा कहाँ गुनासो पोख्न पुगे। उनीहरूले अलि रिसाउँदै भने, ए यशोदा, तिम्रो छोराले त हाम्रो घरको सबै माखन चोरेर सखाप पार्यो। हामीले जति नै माथि लुकाए पनि ऊ पुगिहाल्छ। अब के गर्ने होला? तर आमा यशोदाले एकदमै मायालु पारामा भनिन्, मेरो कृष्ण त्यस्तो छैन, ऊ त सानो छ, उसले यस्तो काम गर्नै सक्दैन। उनको मनमा आफ्नो छोराप्रति कति धेरै विश्वास थियो। उता गाउँमा के भइरहेको छ भन्ने कुराबाट बेखबर कृष्ण भने आफ्ना साथीहरूसँग अर्को ठूलो योजना बनाउँदै थिए। उनले जोसिँदै भने, लौ साथी हो, आज त हामी सबैभन्दा अग्लो ठाउँमा राखेको घ्याम्पोको माखन खाने है। र यसरी सुरु भयो उनीहरूको सबैभन्दा साहसिक योजना। उनीहरूको लक्ष्य एउटै थियो, त्यो सबैभन्दा माथि कसैले नभेट्ने गरी झुन्ड्याइएको माखनको घ्याम्पो। उनीहरूको योजना पनि कस्तो चलाक। साथीहरू एक अर्काको काँधमा चढेर मानव पिरामिड जस्तै बनाए अनि सबैभन्दा माथि फुर्तिला कृष्ण चढे। उनको आँखा सिधै त्यो माथि झुन्डिएको माखनको घ्याम्पोमा थियो। र त्यसपछि एक जोरदार आवाज आयो, धडाम! घ्याम्पो फुट्यो र सेतो चिल्लो माखन पानी परे जस्ती गरी तल खस्यो। उनीहरूको योजना सफल भयो। घ्याम्पो फुटेर माखन खस्ने बित्तिकै चारैतिर खुसीको हाँसो गुन्जियो। सबै केटाकेटीहरू भुइँमा पोखिएको माखन उठाएर स्वाद लिँदै खान थाले। त्यो क्षण त उनीहरूको लागि जितको मिठो उत्सव जस्तै थियो। तर उनीहरूको यो खुसी धेरै बेर टिकेन। अचानक एउटा कडा र चिनेको आवाजले सबैको हाँसो रोक्यो। कृष्ण! हो, त्यो आमा यशोदाको आवाज थियो। कृष्ण त डराए, तर उनले आफू निर्दोष छु जस्तो देखाउँदै भने, आमा, मैले त केही गरेकै छैन। तर उनको अनुहार र हातभरि लागेको माखनले उनको झुटलाई प्रष्टै देखाइरहेको थियो। हो, अब कथाले एउटा यस्तो मोड लिन्छ जसको कसैले कल्पना पनि गरेको हुँदैन। यो क्षण एउटा बालकको चकचक मात्र थिएन, यो त एउटा अलौकिक चमत्कारको सुरुवात थियो। यशोदाले कृष्णको कुरा पत्याइनन्। सत्य के हो भनेर पत्ता लगाउन उनले कडा स्वरमा भनिन्, ल, मसँग ढाँट्ने होइन, आफ्नो मुख खोल त। कृष्णले डराउँदै डराउँदै मुख खोल्ने बित्तिकै यशोदाले जे देखिन् त्यसले उनको सास नै रोकिए जस्तो भयो। त्यो सानो मुखभित्र माखनको एउटा कण पनि थिएन। त्यहाँ त पुरै ब्रह्माण्ड थियो। चम्किला ताराहरू, घुमिरहेका ग्रहहरू, अनन्त आकाशगङ्गाहरू, सबै उनको छोराको मुखभित्र। त्यो चमत्कारिक दृश्यले यशोदाको सबै रिसलाई माया र आश्चर्यमा बदलिदियो। उनले एउटा यस्तो सत्य थाहा पाइन् जुन यो संसार र तर्कभन्दा धेरै परको थियो। त्यो दृश्य देखेर यशोदाको हातबाट लौरो खस्यो। उनको आँखाबाट आँसु बग्न थाल्यो। तर त्यो रिसको होइन, आश्चर्य र भक्तिको आँसु थियो। उनले बुझिन्, उनको काखमा खेल्ने यो काना कुनै साधारण बालक होइन, ऊ त स्वयं परमात्मा हो। तर यो दिव्य ज्ञानले उनको मातृत्वलाई भने बदल्न सकेन। उनका लागि कृष्ण चाहे ब्रह्माण्डकै स्वामी किन नहुन्, ऊ सधैँभरि उनको प्यारो सानो माखनचोर कान्हा नै रहनेछ। आखिर आमाको मायाभन्दा ठूलो अरू कुन ब्रह्माण्ड होला र? त्यसो भए यो सुन्दर कथाबाट हामीले के सिक्न सक्छौँ त? पहिलो कुरा, सत्य चाहे जति नै सानो किन नहोस्, त्यसको शक्ति असीमित हुन्छ। जस्तै कृष्णको मुखभित्रको सत्यले पुरै ब्रह्माण्ड देखायो। दोस्रो, प्रेम र वात्सल्य नै सबैभन्दा ठूलो दिव्य शक्ति हो। यशोदाले ब्रह्माण्ड देख्दा पनि उनको लागि आफ्नो छोराको माया नै सबैभन्दा ठूलो रह्यो।
र तेस्रो, दिव्यता ठूला ठूला चमत्कारहरूमा मात्र होइन, यस्तै निर्दोष बाल्यकारको चकचक र साधारण क्षणहरूमा पनि लुकेको हुन सक्छ। यो अद्भुत कथाको गहिराईमा सँगै डुब्नु भएकोमा धन्यवाद। जय श्री कृष्ण।